बनाऊ त बाबु ए बनाऊ त नाम म स्याबास भयो अब बी बनाऊ ताली अब बी बनाऊ भेरी गुड एक्सिलेन्ट ल ताली अब सी बनाऊ हुन्छ बनाऊ न म कत्रो बनाएको हौ ताली अब डी बनाउनु स्याबास अब कसको पालो अब ई बनाऊ सानो ई बनाऊ नाम बनाऊ है भेरी गुड अब कसको पालो हो एफ बनाऊ त नाम बनाउनु पर्छ है के भयो के लेख्यो ले अर्को बनाऊ अहिले अहिले पछि के लेख्यो हो अनि यहाँ चाहिँ ल स्याबास एफ अब जी बनाउन आउँछ एच बनाउनु त अब जी आउँदैन बाबुले एच बनाऊ एच बनाऊ न एच हो स्याबास अब एच बनाऊ त क्यापिटल एच बनाऊ त के भयो भेरी गुड अनि अब जे बनाऊ त जे नाम बनाउनु पर्छ है नाम बनाउनु पर्छ है जे स्याबास अब के बनाऊ त यहाँनिर बाबु भयो कि भएन हौ म त देखेको छैन है अनि नाम बनाऊ अर्को बनाऊ अनि नाम हुन्छ राम्रो बनाऊ न अहिले भयो ठिकै छ अनि नाम चाहिँ भएन अनि नाम चाहिँ भएन अहिले यहाँबाट कोर्नु पर्थ्यो अर्को बनाऊ त एउटा हो स्याबास स्याबास अब एल बनाऊ सानो एल बनाऊ भेरी गुड अब एम बनाउन आउँछ क्या आउँदैन कोसिस गर त दुईटा तर्क त न हो अब भी बनाऊ त बिचमा छोडिदेऊ अब ओ बनाऊ अब एन पनि बाबुले नाम एन बनाऊ त एन यसलाई एन बनाऊ त यसलाई एन बनाऊ त होइन यहाँबाट यहाँ जोड न यो पोइन्टबाट उल्टो भयो सानो उल्टो भयो एन बनाउने खोइ त म सिकाइदिन्छु छोड त म सिकाइदिन्छु एम बनाउनलाई यस्तो दुईटा लाइन बनाउने बुझ्यौ अनि त्यस पछाडि यहाँबाट भी बनाउने ठिक छ के भयो एम ताली अब एन बनाऊ त ल यसरी हेर त दुईटा लाइन बनाउने अनि यो पोइन्ट र यो पोइन्टलाई जोडा मिलाउने एन हुन्छ अनि बनाऊ त सिधा जोडा मिलाउनु पर्छ है बन्यो स्याबास
अब ओ कहाँ बनाउने? कहाँ बनाउने? ओ यहीँ बनाइदेऊ नि त। भेरी गुड ताली। अब पी कहाँ बनाउने बाबु? पी कहाँ बनाउने? यहाँ बनाउँला। यो पोइन्टबाट गो बनाउने। हो एक्सिलेन्ट स्याबास। अब क्यू बनाउँछु बाबु। क्यू बनाऊ, यहाँ बनाऊ। स्याबास स्याबास। अब आर बनाऊ। कहाँ बनाउने? आर यहाँ बनाऊ ल। यो टिभी छोड्दै यो रिमोटको टिभी हो कि? हो त। ल यहाँ आर बनाऊ त। आर बनाऊ त। खाली ठाउँमा बनाऊ आर। कहाँ बनाउँछु? यहाँ बनाऊ ल। एउटा राम्रो आर बनाऊ त। पी बनाउने नि त्यहाँ लाइन बनाउने। भेरी गुड। कति नाम हो? स्याबास स्याबास। अब बाबुलाई यस बनाउन आउँछ कि आउँदैन? अब यस आउँदैन। टी बनाऊ। टी बनाऊ बाबुले। टी आउँछ। गुड भेरी गुड ताली। अब यु आउँछ कि आउँदैन बाबुलाई? यु यहाँ बनाऊ त। यु बनाउनु कोसिस गर त। के भयो होला? यु भयो त। स्याबास स्याबास ताली। अब भी पनि बनाऊ। भी पनि बनाऊ। यहाँ बनाऊ भी। हुन्छ। चुच्चो पारा बनाउनु पर्छ है भी चाहिँ। पोइन्ट हो कि यो? पोइन्ट होइन दुईटा लाइन मिलेन। भीलाई त यस्तो चुच्चो बनाउनु पर्छ नि। यस्तो चुच्चो। यस्तो एउटा लाइन यताबाट तान्ने, अर्को लाइन यताबाट तान्न, पोइन्ट बनाउने। ल भी। भेरी गुड। बाबाले बनाएको भी। अब भी पछाडि कसको पालो आउँछ? डब्लु। डब्लु बनाउन जान्दथ्यौ? ल म सिकाउँछु ल। डब्लु बनाउनलाई यस्तो दुईटा लाइन बनाउने पहिला, बुझ्यौ? अनि के गर्ने? यस्तो बनाउने। भयो? अब एक्स बनाऊ त सानो। एक्स बनाऊ त। अनि सकिन आँटो। एक्स बनाऊ त। स्याबास। अनि अब वाइ बनाऊ त। पहिला भी बनाउने अनि त्यो पोइन्टबाट तान्ने। भेरी गुड। अनि अब कसको पालो आयो? ल जी। जेड। ल जेड बनाऊ त। दुईटा लाइन बनाऊ पहिला। यो त म सिकाइदिन्छु। हेर ल। एउटा लाइन भयो होइन? अनि यो पोइन्ट र यो पोइन्टलाई सरी यो लाइन भएन। अनि यो पोइन्ट र यो पोइन्टलाई सिधा जोडा मिलाऊ त। अनि जेड बन्छ। न त यो पोइन्ट र यो पोइन्ट जोडा मिलाऊ त। यो पोइन्ट र यो पोइन्ट जोडा मिलाऊ न सिधा सिधा। हो स्याबास। भेरी गुड। धन्यवाद भन अब। धन्यवाद।